मेरो बुढाले चाहिँ घुम्न जाँदैछौँ अनि हामी घुम्न जाने ठाउँ चाहिँ गएको छु अनि लेट्स गो। बाइक पनि जान्छ होला क्या, तर रिक्स हुन्छ होला बाइकमा त होइन। निक्लिन्छ तर चाहिँ रिक्स हुन्छ होला के। म त यस्तो बाटोमा त कहिले हामी चाहिँ खाजा खाने ठाउँमा आएको छौँ अहिले चाहिँ। र एकछिन खाजा खान्छौँ अनि त्यसपछि फेरि घुमको लागि जान्छौँ। स्वागत छ। अब चाहिँ यहाँदेखि रुकुम सुरु गरेको होटेल लेक सिटी रुकुमको हेर्नु गाई जाने ठाउँबाट कस्तो खास खेलाउँदैन अहिले त भयो। मेरो हात यति चिसो भएको छ नि। यो अहिले परेको हो कि हेर्नुहोस् है, हेर्नु सबै त सेतो सेतो सबै छ, सबै गाडी छ। म चाहिँ यसरी हिँडेर गइरहेको छु किनभने चाहिँ बाटो यस्तो छ अनि मलाई चाहिँ बाइकमा आउन एकदम डर लाग्यो। अनि खुट्टा बस्दा बस्दा खुट्टा यस्तो भएको छ नि मेरो बुढा उहाँ हुनुहुन्छ। अब चाहिँ हामी लाग्यौँ हाम्रो गन्तव्यतिर, हाम्रो डेस्टिनेसनतिर। अब टक्सेराको यो ठाउँ चाहिँ एकदमै मन पर्यो मलाई चाहिँ। सबै घरपट्टि सेम सेम छ। वाउ बाटो सुरु भयो सबैभन्दा मिनी झरना यो छ। यताबाट पानीबाट जानेछौँ हामी। डर हामीलाई चाहिँ अझै नि हामी अझै पुगेको छैनौँ। अझै कति मिनट घन्टा लाग्छ डर्न। यहाँ चाहिँ भिडियो गर्दै हुनुहुन्छ अनि यहाँको भ्यूहरू चाहिँ यस्तो छ दामी छ। के गराउँदैन? भिडियो बनाउँदै त हिँडिरहेको छु त। यो ठाउँ चाहिँ राम्रो छ के? ओ माई गॉड, हेर्नुहोस् गाइस यो ठाउँ चाहिँ कस्तो राम्रो छ। एउटा घर यहाँ छ भने एउटा घर उहाँ छ अनि त्यसपछि त्यहाँ पनि नजिक नजिक घर छ। अनि यहाँको बाटो यस्तो छ। अब म के भनौँ, हामी पुग्ने ठाउँ अझै आएको छैन, हाम्रो डेस्टिनेसन अझै आएको छैन। हेर्नु त्यही त डेस्टिनेसन त हाम्रो माइकोट हो, तर चाहिँ हाम्रो अझै आएको छैन। अझै 1 घन्टा 2 घन्टा लाग्छ। बाटो यस्तो बाटो यहाँको मान्छेले कसरी गर्न सक्छ? यो गभर्मेन्टले चाहिँ अब यहाँको 2% चाहिँ यहाँको पिच गरिदिनु पर्यो बाटो। मेरो बुढाले भन्नुपर्छ है अब
बाबाको 2 वर्षपछि बाटो पिच हुन्छ त कि त्यही भएर चाहिँ अब हेर बाबाको 2 वर्षपछि बाटो पिच हुन्छ कि हुँदैन 84 मा अनि हिमाल छ यहाँ चाहिँ घर छ यहाँको घरहरू चाहिँ मलाई यहाँ गरिदिनुहुन्छ उहाँहरूले यहाँको घर यस्तो छ कस्तो राम्रो कुकुर त पछि पछि आयो फाइनली गाइज अब हामी चाहिँ हाम्रो डेस्टिनेसन बोलाउन लाग्यौँ पराङकोट र अझै चाहिँ पुगेको छैन अन्त गइसक्यो बाटो त यति खराब छ यही हो मैकोट हामी यही हेर्नको लागि हामी उहाँदेखि टलदेखि चाहिँ यहाँ आएको थियौँ घरहरू छ हाम्रो भिलिया चाहिँ एकदमै खराब भइसकेको छ 2जनाको भिलिया चाहिँ कसको त पुरा कालो कपडा सेतो भइसकेको छ म चाहिँ यहाँ भुत जस्तो मेरो जुत्ता यस्तो के अरे अनि यहाँको बारीहरू चाहिँ एकदमै राम्रो छ नगयो अब गएर हामी रेस्ट गर्छौँ तर हामी बस्ने कुन ठाउँ मलाई पनि थाहा छैन अब गएर हामीले फोन गर्छौँ फोन गरेर उहाँलाई चाहिँ भन्छौँ अब चाहिँ फोन गर्दै हुनुहुन्छ ठाउँ चाहिँ एकदमै राम्रो छ एकदम पिस छ शीतल छ जाडो छ कस्तो मजाको छ तर चाहिँ बाटो भनेपछि एकदमै खत्तम छ एकदमै खत्तम मेरो सेतो जुत्ता यस्तो भएको छ उसको जुत्ता यस्तो भएको छ मैले देखाउँछु बुढा मैले देखाउनु परेन यताको यहाँ आउँदा कति स्ट्रगल गरेर आउनुपर्छ कस्तो कस्तो हुन्छ हाम्रो मुखहरू हाम्रो ड्रेस लगाएको कुन डाँडा कति माथिको माथिको जानुपर्छ म चाहिँ आज हिँड्न सक्दैन म चाहिँ एकदम थाकेको छु हामी बस्ने चाहिँ यही हो हामी चाहिँ उत्रिन्छ मैले यो हामी बस्ने होटल स्टे चाहिँ यही होटल छ बस्ने जुत्ता बाहिर खोल्नु बस्ने कोठा हामी चाहिँ मैकोट हेर्न जाँदैछौँ यताको भ्यू चाहिँ एकदमै राम्रो छ मर्निङ भ्यू चाहिँ गाइड हो क्या गाइड अब यस्तो पस्दै छ त्यो उता सानो सानो नानीहरू जाँदै हुन्छ
चाहिँ मेरो बुढाबाबा हुनुहुन्छ देखाइसक्यो मैले बनाएको छु कि अहिले हल्का हल्का गर्नुपर्छ आफू नि अगाडि जानु 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 कि छिटो मैले गराइसकेको छु क्या मैले बनाइसकेँ अब मेरो मात्रै आउँदो रहेछ म चाहिँ चप्पलमा हिँड्छु गाइस उ चाहिँ सुजमा हिँड्नुभएको छ जस्तो सिडो छ यो हो भनेको मैकोट होइन र गोठ भनेको चाहिँ यही हो कस्तो दामी आछ यहाँ ओए त्यो त बाबा देखेछ 2933557 यहाँ भित्र भनेको होइन र यहाँ चाहिँ महिलाहरू जान मिल्दैन जेन्ट्स मात्रै हो जाने दुईजना यहाँ छौँ यहाँ कहाँ छन् कोटमा त्यो देख्नुहुन्छ अनि त्यहाँ चाहिँ हामी महिलाहरू चाहिँ एलाउ चाहिँ छैन उहाँ चाहिँ जाती हुनुहुन्छ हामी चाहिँ भित्र जान मिल्दैन अरे त्यहाँ यहाँ चाहिँ भित्र यस्तो छ हेर न यहाँको चाहिँ मर्निङ भ्यू चाहिँ यस्तो छ प्लेस एकदम राम्रो छ घुम्नको लागि त्यही बाटो मात्रै अलिक राम्रो छैन नत्र चाहिँ यहाँ त कस्तो दामी भ्यू छ